प्रत्येक उत्पादक र उपभोक्ता बीच सिधै लेनदेन तथा कारोबार गर्न मिल्ने नेपाली माटो सुहाउँदो नेपालकै पहिलो व्यावहारिक अनलाइन बजार सिधा सेवामा यहाँहरूलाई पुनः स्वागत गर्दछौँ। अब हेरौँ सिधा सेवामा अकाउन्ट कसरी बनाउने। यसका निम्ति सबैभन्दा पहिले प्रोफाइलमा जानुहोस्। यहाँ तपाईँले साइनअप देख्नुहुनेछ। अब साइनअपमा क्लिक गर्नुहोस्। यहाँ तपाईँले विवरणहरू भर्नुपर्ने हुन्छ, जुन क्रमैसँग भर्दै जानुहोस्। सबैभन्दा पहिले तपाईँले आफ्नो पुरा नाम भर्नुहोस्, आफ्नो जेन्डर छनौट गर्नुहोस्, आफ्नो जन्ममिति विक्रम सम्वतमा छनौट गर्नुहोस्। तपाईँले आफ्नो मोबाइल नम्बर राख्नुहोस्, जुन सिधा सेवाको अकाउन्ट चलाउन तपाईँले प्रयोग गर्नुहुनेछ। अब तपाईँले पासवर्ड राख्नुपर्ने हुन्छ। पुनः तपाईँले माथि राखेको पासवर्डलाई यहाँ सुनिश्चित गरी राख्नुहोस्। तपाईँले आफूले प्रयोग गर्ने इमेल राख्नुहोस्। तपाईँले आफ्नो स्थायी ठेगाना क्रमशः छनौट गर्नुहोस्। प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर। अब मुनि जानुभयो भने यहाँ तपाईँले अस्थायी ठेगाना राख्नुपर्नेछ। यदि अस्थायी ठेगाना र स्थायी ठेगाना उस्तै भएमा सेम एज पर्मानेन्ट एड्रेसमा क्लिक गर्नुहोस्। अब तलको सानो बक्समा टिक लगाएर साइन अप गर्नुहोस्। अब तपाईँको मोबाइलमा एउटा ओटिपी कोड आउँदछ। उक्त ओटिपी कोड राखेर भेरिफाई गर्नुहोस्। अब तपाईँको सिधा सेवाको अकाउन्ट तयार भयो। अब तपाईँले लगइन गरेर सिधा सेवामा आफ्नो आवश्यकता अनुसार लेनदेन तथा कारोबार गर्न सक्नुहुनेछ। सुखी र समृद्ध समाजको लागि सिधा सेवा।